चिन्तामा छ नि सुन्ने हो नि त भेको हो नि त हैन उसको हो नि त यो धोनीको टिम हो नि त जसले हेरेको हिजो आन्टी आएर धोनी टिम हार्न त्यो टेन्सन छ बेङ्गलोर र चेन्नई छ त्यो चेन्ज नै भयो अब उसको हामी छ खाने मन चिकन खाने हो निकाल्नु नि त्यो सबै लाग्ने जो आयो मुसारी खाऊ न भन्छ टिप्यो लग्यो टिप्यो हैन ल्याउने त खाने एकटा ओए मोटी दाइ किनकि विकेट नजाँदा पनि ओभर हुँदैन के अब हाल्ने हामी गइसक्यो मान्छे छैन नमाइकन खानु भयो खाना आउँछ कहाँ त्यो आयो भने सावरमा 36 रन हुन्छ नि चार त धेरै छ तर हामी सक्छ हो खोके त्यस्तो हो देखो त बाबाका एउटा हातले जान लाउनु आउ के भोलि सुन्नु होला अन्त त्यो कासले भोलि टिभी होला भोलि सब ड्युटी पर्सि हेर्नु न त्यो खोलेर एकचोटि इमामा के पठाएको छ खोलेर हेर्नु न एकचोटि ए सुन्दै इमो खोलेर हेर्नु भन्छु त माकुरी फेरि पठाउँछु बग अनि तपाईँ छोरी यतै छ मेरो जेठी सासूको छोरो ए हामीलाई छोरो मेरो त्यही त भने त सानो सानो छ भने त्यो छोरो भन्दा त नजाने भतिजो भन्नु न होइन छोरो हेर्नु भतिजो भन्नु भतिजो भन्नु के भयो हेर्नु न त्यो भिडियो हेर्नु न इमामा जस्तो दाइको एकचोटि इमामा क्लिक गरेर हेर्नु न भतिजो हुन्छ भने काका बडा माकुरी फेरि पठाइदिन्छु भक्क भतिजो पर्दैन ए तर भन्नु छोरो सजिलो हुन्छ नि त छोरो भन्छ तर भतिजो हो नि त हेर्नु भन्छु झन् जेठी सासूको छोरो त्यही त तपाईँले अङ्कल आन्टी भन्छ नि त अङ्कलले अनि भतिजो नभनेर त छोरो आफ्नो छोरोलाई छोरो भन्छ त भतिजो छोरो हो नि त छोरोको छोरै हो भतिजो छोरो दुईजना मिलेर गाडी किनेका त अफिसमा के पो उसमा हो अनि आइतबार आउने अरे आयो भने अब भोलि बेलुकै बोलाउनु पर्यो माल के खान्छ लिनुको पैसा दिनु न किनिहाल्छु नि मैले इमामा के पठाएको छु त्यो चाहिँ हेर्नु न एकचोटि भन्छु न रुचेको त खानु होला ढाल्दैन रुचेको चाहिँ हाल्दिनु कता आज गले छु क्या जो पनि केटामा अब मेरो कोही भएन त्यहाँ हिँड्दै जान हिँड्दै आउनु हेर्दा सोच्दा पो छोरो कहाँ जान्छ नामको त्यो